नमस्कार दाजुभाइ दिदीबहिनीहरू र आज म तपाईहरुलाई यो कारखाना कस्तो छ, कसरी चलिरहेको छ, कुन हालतमा छ भन्ने कुरा चाहिँ देखाउन गइरहेको छु। राम्रोसँग हेर्नु होला यो मेरो युट्युब च्यानललाई, अनि युट्युब च्यानलमा पनि धेरै सब्स्क्राइब गरिदिनु होला। ल, धन्यवाद। र यो चाहिँ फलामको पातालाई चाहिँ उसले काटेर विभिन्न साइजमा चाहिँ यसरी काटेको छ। यो चाहिँ लेजर मसिन, लेजर कटर भनेको छ। हेर्नुहोस्, र अब अरू चाहिँ अरू ठाउँमा पनि हेर्दै जाउँ। म तपाईँलाई यो देखाउँदैछु। हेर्नुहोस्, र यो सबै मसिनहरू यहाँ तपाईँले जो देख्नु भएको छ, यो सबै मसिनहरू चाहिँ एकदम 30 वर्षसम्म चढेर गलेको मसिनहरू हो। त्यो अहिले चाहिँ यो मसिनहरूलाई सबै मसिनहरूले राम्रोसँग काम गर्ने यहाँहरू काम गर्ने भाइहरूले अब के बनाउँदैछन् र उनीहरूले यहाँ बनाएको पनि हेर्नु होला। र अब हेर्नुहोस्, यहाँ चाहिँ यो धेरैको डिमान्ड चाहिँ यो पावर टिलर भन्ने सानो हाते ट्र्याक्टर बनाइदिने भन्छन्। र हामीले डिजल पेट्रोलले चल्ने हाते ट्र्याक्टर भन्दाखेरि पनि डिजलले चल्ने हाते ट्र्याक्टर चाहिँ एउटा नमुना बनाएर यहाँ परीक्षण गरिरहेको छ। अब हेरौँ, अब यसमा चाहिँ मुख्य समस्या के छ भने यो चाहिँ यसको मूल्य चाहिँ घटाउनको लागि चाहिँ ब्याट्री महँगो पर्ने भएको हुनाले मूल्य चाहिँ कम गर्नको लागि प्रयास गरिरहेछन्। र यो सफल भयो, अलिकति सस्तोमा बनाउन सकियो भने र चाहिँ यहाँ चाहिँ के अरे यो हाते ट्र्याक्टरहरू पनि बनाइँदैछ। यो चाहिँ तरकारी गोड्ने होला होइन, तरकारी गोड्ने स्टिलको पाता बनाउँदैछन्। यो स्टिलको किन बनाएको भने फलामको बनाउँदाखेरि चाहिँ यो खिया लाग्छ, त्यो भएर स्टिलको बनाएको हो नि त यो। ल ठिक छ। ल यसले चाहिँ यहाँ यो के बनाउँदैछ हेक्सागन यो हेक्सागन यो पनि एउटा यो मसिनको चाहिँ एउटा पार्ट चाहिँ यहाँ बनाउँदैछ। यो मसिनले राम्रै काम गरेको छ। फ्याक्ट्रीको हालत हेर्नुहोस्। ल यही हो। अब तपाईँहरू यो कोरियातिर काम गर्ने, मलेसियातिर काम गर्ने भाइहरूले चाहिँ एकदमै आधुनिक फ्याक्ट्रीमा काम गर्यो होला। यस्तो फ्याक्ट्री त बनाउन सकेको छैन, तर पनि हामीसँग भएको जो छ त्यो नै हो। र यहाँ यसले चाहिँ यो चाहिँ धान रोप्ने सानो इन्जिनबाट धान रोप्ने मसिनहरू बनाउन कोसिस गरिरहेका छन्। यो चाहिँ खास गरी पहाडको लागि होइन, यो तराईको लागि चाहिँ यो मसिनहरू, पहाडको लागि चाहिँ सानो खाले चाहिँ धान रोप्ने मसिन पनि बनाउँदैछन्। यो पनि धान रोप्ने मसिन हो। ल हेर्नुहोस्, यसरी चाहिँ यहाँ काम भइरहेको छ। यो ट्र्याक्टरको उसमा फिट गर्ने यो पनि बनिरहेको छ। ल यो धान रोप्नको लागि हातले धान रोप्ने एउटा मसिनको चाहिँ नमुना हो। यो चाहिँ यो खास गरी फुड ल्याबको लागि चाहिने फर्मेन्टरहरू यिनीहरू पनि बनाइरहेको छन्। र जुस निकालेर जुसलाई चाहिँ फर्मेन्ट गरेर वाइनहरू बनाउने भनेर त्यो चाहिँ गरिरहेको छन्। यो कोठा चाहिँ पेन्टिङ गर्ने, अब विभिन्न किसिमको मसिनहरू सामानहरू बनाएपछि त्यसलाई चाहिँ पेन्टिङ गर्ने मेसिन हो। र यसरी यो चाहिँ पेन्टिङ मेसिनको लागि यो ब्लोअर हो। यो ब्लोअरलाई चाहिँ यहाँ चाहिँ अहिले गरिरहेका छन्। यो सबै पेन्टिङ गर्ने सेक्सन हो, पाउडर कोटिङ गर्ने सेक्सन। र यस्ता मसिनहरूलाई चाहिँ अब बन्ने औजारहरूलाई यसले चाहिँ पाउडर कोटिङ र पेन्टिङ गरेर रङ लगाएर दिन्छ। ल यो पनि हेर्नुहोस्, यो हेभी मेकानिकल सेक्सन हो। यसमा ठुल्ठुला मसिनहरू छन्, प्रेस मसिनहरूदेखि लिएर अब विभिन्न किसिमको ठुला मसिनहरू छन्। यो कोठा पनि एकदमै चाहिँ सबै फोहोर मैलाले गरिएको। यहाँ चाहिँ कमेरो बस्ने मसिन के अरे कोठा थियो, एउटा चाहिँ अहिले कमसेकम हेर्न सक्ने बनाएको छन्। र यहाँ देख्नुभएका
मसिनहरू पुरै नै राम्रोसँग चलिरहेका छन्। सानो पावर टिलरमा जडान गरेर जोड्ने यस्तो किसिमको हलोहरू पनि बनाएका छन्। हेर्नुहोस्, यो हामीलाई एनआरएनएले दिएको चाहिँ ट्र्याक्टर हो। हामीलाई यो उता ढुवानीको लागि यो ट्र्याक्टरले पनि राम्रो काम गरिरहेको छ। यहाँ चाहिँ देख्नु भएको छ, यो चाहिँ यो कारखानालाई सप्लाई गर्ने पानीको ट्याङ्क हो। यो ट्याङ्क चाहिँ यो यहाँ देखिएको यो एक्सकाभेटर, यो पनि हामीलाई एनआरएनएले चाहिँ दिएको पुरानो एक्सकाभेटर हो। यसले पनि राम्रो काम गरिरहेको छ र यहाँ कारखानामा निकै उपयोगी भएको छ। खियाले खाएर सबै त्यो माथिको ट्याङ्कहरू पनि ध्वस्त भइसकेको थियो र यो पिलरहरू पनि सबै खियाएर ढल्ने अवस्थामा थियो। त्यसलाई चाहिँ प्रयोग गरेर अहिले यो नयाँ पानीको ट्याङ्क पनि राम्रो बनिसकेको छ। ल, यो चाहिँ हाम्रो भण्डार कोठा। यहाँ हामीले बनाएको सामानहरूलाई चाहिँ यसरी यो धान रोप्ने मेसिन, सानो हाते धान रोप्ने मेसिन हो यो। यहाँ चाहिँ र अरू चिजहरू यहाँ बनाएको, जस्तो यो धान झार्ने, खुट्टाले धान झार्ने मेनुअल मेसिन हो। र यसमा यो हलोहरू हेर्नु, यो हलोहरू छ। बेड बनाउने, यो चाहिँ माटोबाट यो ड्याङ बनाउने हाते मेसिन हो। र अरू के बनेको छ देखौँ ल। यो साधारण तरकारी खेतीहरूको लागि चाहिने मसिनहरू, औजारहरू छन्। यो चाहिँ जस्तो झार गोड्ने मेसिनहरू पनि छन्। ल हेर्नु, यसरी यहाँ चाहिँ यसलाई चाहिँ वेयर हाउसको रूपमा चाहिँ यो विकास गरिँदैछ। यो हिटिङ गर्ने सेक्सन हो। यसमा यो बिजुलीले चाहिँ हिटिङ गरेर तताउने, पगाल्ने यस्तो किसिमको सेक्सनहरू चाहिँ यहाँ पनि राम्रोसँग काम गरेको छ। ल हेर्नु, यो पनि बिजुलीको हिटरहरू, ठुल्ठुलो हिटरहरू, फलामलाई पगाल्ने, तताउने र हिट ट्रिटमेन्ट गर्ने सेक्सन चाहिँ यो हो। र यो सबै सेक्सनले राम्रोसँग अब काम गरिरहेको छ। यहाँ चाहिँ यो धान रोप्ने मसिन चाहिँ अहिले बनाइरहेका छन् भाइहरूले। अलिक ठुलो खाले हो यो चाहिँ पहाडमा काम लाग्दैन। यो चाहिँ तराईको लागि, सानो किसानहरूको लागि धान रोप्ने मेसिनको चाहिँ उत्पादन गरिरहेको छ। यो चाहिँ हाम्रो औजारहरूको डिजाइन गर्ने डिजाइन रुम हो। कम्प्युटरमा भाइ बहिनीहरूले बसेर डिजाइन डेभलपमेन्ट चाहिँ यहाँ गर्छन्। अब यसमा बनेको यो चाहिँ हाम्रो टेस्टिङ ल्याबहरू हो। यो किनेको नयाँ मसिनहरू किनेको छ र यसमा बनेका खास गरी हार्डनेस टेस्टिङ त्यो परेको यो चाहिँ फलामको हार्डनेस टेस्ट गर्ने भयो। अनि त्यसपछि त्यसको फलामको लेजर इन्ग्रेभर भयो, इन्ग्रेभर भयो। यो चाहिँ तपाईँको सिएनसी सानो टाइपको यसरी चाहिँ यो पनि बनेको छ। ल, यो चाहिँ यो कारखानामा बनेको गोबर पेल्ने मेसिन हो। गाई भैँसी पाल्नेहरूले गोबर पेल्न चाहन्छ भने भन्नु होला। र यो चाहिँ यो मल्चिङ, प्लास्टिक, ठुल्ठुलो खेतमा प्लास्टिक ओछ्याउने मसिन हो। त्यो चाहिँ केरालाई चाहिँ रेसा बनाउने मसिन हो यो। र यो यस्तो किसिमको सानो यो धान काट्ने, अब धान काट्ने सिजनमा कसैलाई यस्तो किसिमको यो सानो यो मिनी टिलरमा फिट गरेर धान काट्ने यस्तो मसिन चाहिन्छ भने त्यो पनि भन्नु होला। र हाते ट्र्याक्टरको उसमा चाहिने विभिन्न किसिमको हलोदेखि लिएर पाङ्ग्राहरू, यिनीहरू पनि भनेर कसैलाई चाहिन्छ भने भन्नु होला। र यो माटोको भाँडो बनाउने, यस्तो सानो कपहरू बनाउने, कसैलाई माटोको भाँडो बनाउन चाहिन्छ भने त्यो पनि तपाईँहरूले भन्नु होला। यो चाहिँ आलु खन्ने हो। यो चाहिँ हाते ट्र्याक्टरमा राखेर आलु खन्ने मसिन हो। र यस्तो साना औजारहरू
पनि यहाँ बनेको छ। यो चाहिँ ग्रेडिङको लागि तपाईँले अब हाम्रो केही फुडहरू ग्रेडिङ गर्नु पऱ्यो भने अब यसलाई चाहिँ हामीले जालीमा कन्भर्ट गर्छौँ अनि जालीमा कन्भर्ट गरेर चाहिँ कन्भेयर भयो चाहिँ कन्भेयर यो कन्भेयर हो, यो फुड ग्रेडिङको लागि हो। र यो धान रोप्ने, यो घाँस काट्ने, धान झार्ने मसिन, घाँस काट्ने मेसिन, यो आलु रोप्ने मेसिनहरू भयो। ल फलफुल खेती गर्नेहरूले खास गरी स्याउ टिप्ने, यस्ता नास्पतिहरू टिप्ने, आँपहरू टिप्नको लागि यस्तो किसिमको चाहिँ एउटा बनाएको छ। तल हातले चाहिँ यसरी चाहिँ थिचेर त्यसलाई चाहिँ माथिबाट चाहिँ लगेर माथि झार्ने भनेर चाहिँ यस्तो बनाएको छ। यस्तो चाहिन्छ भने भन्नु। यहाँ ब्याग पनि राख्न सकिन्छ, ब्याग पनि राख्न सकिन्छ, ब्याग राखेर अनि यो टिमुरलाई पनि काम लाग्छ। ल